सबैजनालाई नमस्कार। अभिभावकहरूको निम्ति अति नै महत्त्वपूर्ण भिडियो मैले आज तयार पार्न गइरहेको छु। हुनसक्छ यो भिडियोमा यहाँहरूलाई थाहा भइसकेको कुराहरू पनि आउन सकेको हुनसक्छ, तर पनि यसलाई चाहिँ यदि राम्रो लाग्यो भने यहाँहरूले लाइक गरिदिनु होला र केही प्रतिक्रिया भने लेख्न नभुल्नु होला। अभिभावकहरूले आफ्ना नानी बाबुहरूको लागि जहिले पनि राम्रो होस्, ठुलो मान्छे होस्, महान व्यक्ति बनोस् भनेर सबै अभिभावकहरूले भाइ बहिनीहरूको उज्जवल भविष्यको कामना गर्दै नानी बाबुहरूलाई विद्यालय पठाउनुहुन्छ। विद्यालयले आफ्नो क्षमता, विद्यालयको परिवेश, विद्यालयको वातावरण अनुसार सबै कुरो भाइ बहिनीहरूलाई दिने प्रयत्न गरिरहनु भएको हुन्छ सबै विद्यालयहरूले। तर अभिभावक स्वयंले चाहिँ के गर्न सक्नुहुन्छ त भनेर मैले चाहिँ केही बुदामा छलफल गर्न गइरहेको छु। किनभने यही विषय नै अभिभावकहरूले थाहा नपाउँदाखेरि धेरै अभिभावकहरू अन्योलमा पर्नु भएको हुन्छ। मैले चाहिँ अभिभावकहरू अन्योलमा नपरुन् भन्ने हेतुले पनि अथवा गरिरहनु भएको काम छ भनेदेखि त्यसलाई उहाँहरूले बुझ्नु नै भइसकेको कुरा छ भने ठिकै भयो। यदि बुझ्न बाँकी कुरा रहेछ, बाल मनोविज्ञानभित्र रहेका र भाइ बहिनीहरूलाई हामीले उहाँहरू हुर्काउने बढाउने क्रममा पुरा गर्नुपर्ने गतिविधि के रहेछन् भनेर छोटो विषयमा चाहिँ म चर्चा गर्न गइरहेको छु। आउनुहोस् अब यसलाई सुरु गरौँ। पहिलो नम्बर त भाइ बहिनीहरूको चाहना अनुसार हामीले व्यवहार गर्नुपर्छ। कतिपय अभिभावकहरूले भाइ बहिनीहरूलाई वरिपरि आउनै दिँदैनन्, आउनै मन पराउँदैन। यसले पनि एउटा समस्या क्रिएट गरिरहेको हुन्छ। भाइ बहिनीहरूलाई जति सक्दो नजिक आउन दिनुपर्छ। उनीहरूको चाहना के छ, इच्छा के छ, उनीहरूको भावना के छ, यसलाई बुझ्ने चेष्टा हामीले गर्नुपर्दछ। किनभने भाइ बहिनीहरू स्वयं उनीहरू एउटा तपाईँ र हामी जस्तै व्यक्ति हो। उनीहरूले गर्ने क्रियाकलाप मात्रै फरक परेको हो, त्यसमा परिपक्वता छैन होला, त्यसमा कमी कमजोरी आउँछ होला। त्यस कारणले गर्दा उहाँहरूलाई हामीले स्वीकार गर्नुपर्छ। नानी बाबुहरूलाई हामीले स्वीकार गर्नुपर्छ र उहाँहरूको भावना इच्छा अनुसार हामीले उहाँहरूलाई गाइड गर्नुपर्छ। पहिलो नम्बरमा चाहिँ हामीले छुटाउनै नहुने विषय चाहिँ यो छ। दोस्रो नम्बरमा चाहिँ हामीले विद्यालयले कस्तो पोसाक लगाउनु भएको हुन्छ, कस्तो पोसाक लगाएर आऊ भन्नुभएको हुन्छ, यो सबै कुराहरू हामीले ध्यान दिनुपर्छ। जस्तो पोसाकको विषयमा, अनि कपाल बाट्ने विषयमा, कोर्ने विषयमा, नङ काट्ने विषयमा, सरसफाइको विषयमा, यी सबै विषयमा चाहिँ हामीले ध्यान पुर्याएर भाइ बहिनीहरूलाई पठाउनु पर्ने हुन्छ। सानो सानो कुराले पनि भाइ बहिनीहरूको मानसिक रूपमा उनीहरूलाई आघात नपुगोस् भन्ने हामी अभिभावकहरूले चाहना गर्नुपर्दछ। अर्को नम्बरमा चाहिँ हामीले उहाँहरूको खानपानमा चाहिँ हामीले उचित ध्यान पुर्याउनु आवश्यक छ। भाइ बहिनीहरूलाई हतार भयो भनेर बासी खुवाइदिने अथवा चाहिँ उनीहरूलाई हामीले खाने कुराहरू जस्तै खुवाइदिने, किनभने हामीले जे खान सक्छौँ त्यही कुराहरू उहाँहरूले पचाउन नसक्नु पनि हुनसक्छ। हामीले खाने कुराहरू नै उहाँहरूलाई दिने होइन, उहाँहरूले बरु खानेकुरा हामीले खान सक्छौँ, तर हाम्रै भान्सामा पाकेका चिजहरू उहाँहरूको निम्ति पनि सुइटेबल हुनुपर्छ भन्ने आशय चाहिँ मेरो हो। त्यस कारणले गर्दाखेरि उचित खानपान अनि ध्यान, योग अथवा शारीरिक कसरतहरू, व्यायाम यस्तो कुराहरू चाहिँ हामीले सिकाउनु पर्दछ। सानै उमेरदेखि नै घरको वातावरण शान्त बनाउने, शान्त वातावरणमा नानी बाबुहरूको ध्यान पनि केही कुरा सिक्नको लागि केन्द्रित हुन्छ। अनि विद्यालयमा उनीहरू जब आउनुहुन्छ, उहाँहरू जब विद्यालय आइसक्नु भएपछि त्यहाँ झन् धेरै राम्रोसँग उहाँहरूले सिक्न सक्नुहुन्छ। अनि विद्यालयको वातावरण पनि सुमधुर हुन्छ, उहाँहरूले त्यही पाउनुहुन्छ। वास्तवमा शिक्षण सिकाइ क्रियाकलापमा यता शिक्षक साथीहरूलाई पनि धेरै नै सहज हुँदछ। अब अर्को नम्बरको बुदामा हामी छलफल गर्नेछौँ। घर परिवारको जसरी एउटा वातावरण छ त्यो वातावरण सुमधुर हुनुपर्छ। मैले भने सबै ठाउँमा यो लागू गर्न असम्भव होला, तर वास्तवमा यो भिडियोको उद्देश्य यही हो कि घरमा वातावरण सुमधुर हुनैपर्छ। यो भिडियोको उद्देश्य नै त्यही नै हो। त्यस कारणले गर्दाखेरि तब मात्र हामीले भाइ बहिनीहरूको उज्जवल भविष्यको हामीले जसरी कामना गरेको छौँ अनि अपेक्षा पनि हामीले गर्न सक्छौँ। सबैजना अभिभावकहरूले आफ्नो छोराछोरीलाई राम्रैसँग हुर्काइरहेको छु, बढाइरहेको छु भन्ने लाग्न सक्छ, तर
त्यो चाहिँ कतिपय चाहिँ भ्रम पनि हुनसक्छ। किनभने नतिजाहरू हामी हेर्छौँ भने जब भाइ बहिनीहरूको उमेर बढ्दै जान्छ अनि अभिभावकहरूले दुःख कष्टहरू पाइरहनु भएको हुन्छ, त्यो चाहिँ नतिजा हो। यदि गलत नतिजा छ भनेदेखि दुःख कष्ट पाइरहनु भएको छ, हामी देख्छौँ विभिन्न किसिमको घटना परिघटनाहरू होइन, त्यो हामी देख्छौँ। तर भाइ बहिनीहरूको एउटा सकारात्मक नतिजा हामीले पाइरहेका छौँ भने हामी खुसी हुने ठाउँ हुन्छ त्यहाँ होइन, खुसी व्यक्त गर्ने ठाउँहरू हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले परिवारमा के रोप्यौँ महत्त्वपूर्ण कुरा हुन्छ र हामीले त्यही कटनी गर्नुपर्दछ भन्ने कुराहरू पनि यो भिडियो मार्फत म अभिभावकज्यूहरूलाई भन्न चाहन्छु। अर्को नम्बरमा छ भाइ बहिनीहरू स्वभावले जिज्ञासु हुन्छन्, एकदमै उहाँहरू जिज्ञासा व्यक्त गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यो प्रश्न धेरै नसोध, मलाई धेरै यस्तो नसोध, यो चाहिँ नसोध भनेर चाहिँ भन्ने कुराहरू हामीले गर्नु हुँदैन है। भाइ बहिनीहरूको जिज्ञासा के हो त्यसलाई हामीले मनन गर्ने, त्यसलाई सके रिप्लाई गर्ने, नसके त्यसको सही सल्युसन के हुनसक्छ हामीले उपायहरू बताइदिने चेष्टा हामीले गर्नुपर्ने हुन्छ। र त्यसपछि अर्को नम्बरमा चाहिँ इम्पोर्टेन्ट छ, त्यो चाहिँ के हो भन्ने भाइ बहिनीहरू आफैले केही गरेर अनि देखाउन खोज्न लागिरहनु भएको हुन्छ नि, हामीले चाहिँ त्यो नगर यो नगर अथवा त्यो बेला भएको छैन भनेर हामी भन्छौँ। उहाँहरू प्र्याक्टिकल्ली केही कुराहरू गर्न खोजिरहनु भएको हुन्छ। हामीले त्यसलाई रोक्ने छेक्ने कुराहरू भन्दा पनि बरु सघाउ दिने, सपोर्ट गर्ने र त्यो कुराहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ त्यो टास्क पुरा गर्ने, त्यो काम पुरा गर्नको लागि चाहिँ मद्दत गर्ने। त्यसरी उहाँहरूलाई चाहिँ कन्फिडेन्ट बढ्छ कि आत्मविश्वास बढ्छ। अनि कुनै पनि भाइ बहिनीलाई हामीले केही पनि कामै गर्न नदिने, घरमा केही पनि कुराहरूलाई अगाडि बढाउनै नदिने, अनि त्यसो हो भने भाइ बहिनीबाट चाहिँ हामीले भविष्यमा चाहिँ स्वावलम्बी भाइ बहिनीहरू स्वावलम्बी बनाउन होइन, उहाँहरू आत्मविश्वासिलो बनाउनको लागि चाहिँ धेरै नै गाह्रो पर्दछ। भाइ बहिनीहरूले जहिले पनि अभिभावकहरू पनि अपेक्षा गरिरहनु भएको हुन्छ। त्यसकारण निश्चित समयमा भाइ बहिनीहरूले जे कुरो सिक्नुपर्ने थियो, जे कुरो उहाँहरूको माइन्डमा डेभलप भइसक्नुपर्ने थियो, त्यो कुराहरू डेभलप नभएको अवस्थामा चाहिँ पछि गएर अभिभावकले दुःख पाउनुहुनेछ अथवा भाइ बहिनी स्वयंलाई पनि असहज हुनेछ भन्ने कुराहरू यो भिडियो मार्फत मैले जानकारी गराउन खोजेको छु। त्यस कारणले गर्दाखेरि भाइ बहिनीलाई डर, धम्की, त्रास यस्तो कुराहरूमा हुर्काउनु हुँदैन। यसको सट्टा माया, प्रेम, सद्भाव, प्रशंसा यस्तो कुराहरू गर्नुपर्छ। राम्रो कुराहरू छ भने प्रशंसा गर्ने, प्रशंसा पनि त्यति देखावटी तरिकाले मात्रै होइन, तर वास्तवमै भित्रैदेखि खुलेर प्रशंसा गर्नुपर्दछ। भित्रैदेखिको प्रशंसाले चाहिँ भाइ बहिनीहरू खुसी हुनुहुन्छ। अनि भाइ बहिनीहरूलाई यो कुरा प्रष्टै थाहा हुन्छ कि उहाँले प्रशंसा कसैले उहाँलाई गरिरहनु भएको छ भने यो देखावटी प्रशंसा गरिरहनु भएको छ कि साँच्चैको प्रशंसा गरिरहनु भएको छ भन्ने कुरो भाइ बहिनीले पनि बुझिहाल्नुहुन्छ। त्यस कारणले गर्दा पनि भाइ बहिनीलाई कुनै पनि किसिमले चित्त नदुख्ने गरी होइन हामीले चाहिँ व्यवहार गरिदिनु पर्दछ। यसले गर्दा पनि भाइ बहिनीहरूको ओभरअल डेभलपमेन्टमा चाहिँ यो धेरै नै सपोर्ट हुन पुग्दछ। अब अर्को नम्बरको विषय छलफल गरौँ। उमेर अनुसार भाइ बहिनीहरूलाई घरमा चाहिँ काममा पनि लगाउनु पर्दछ। धेरैजनाले भनेको हामीले सुनेका छौँ, काम खासै लगाइन्न, अब किन लगाउनु, हामी सधैँ नि भनेर भन्नुहुन्छ। जब ठुलो भइसके पश्चात उहाँहरूले त्यही काम गर्नु पर्यो भने चाहिँ अब कसरी गर्ने, त्यहाँबाट फेरि गल्ती हुन थाल्दछ। अनि त्यो बेलामा भएको गल्ती चाहिँ अब सबैले स्वीकार नगर्न सक्नुहुन्छ। अनि त्यहाँबाट सिक्नुभन्दा बरु सानै उमेरदेखि नै एउटा सामान्य कामहरू चाहिँ सिक्नु पर्दछ। अर्को कुराहरू रहेको छ, भाइ बहिनीहरूलाई शैक्षिक सामग्रीहरू प्रशस्त मात्रामा चाहिँदछ। भाइ बहिनीहरूले भन्नुहुन्छ ड्याडी मम्मी अथवा बुबा आमा मलाई यो चाहियो, अथवा घरको अभिभावकहरूलाई भन्नुहुन्छ मलाई यो चाहिएको छ, विद्यालयले मलाई यो किनिदिनु भन्नुभएको छ भन्नुहुन्छ। त्यो वास्तवमा हो या होइन राम्रोसँग बुझेर त्यो हामीले खरिद गरिदिनु पर्दछ अथवा उपलब्ध गराइदिनु पर्दछ। हामीले कति अभिभावकहरूले घरमा आउँदा के कुराहरू बजारको परिकारहरू बोकेर आउनुहुन्छ होइन, अब त्यो मनपर्छ भनेर त्योभन्दा हामीले कहिलेकाहीँ चाहिँ के पनि ल्याइदिन सकिन्छ भने शैक्षिक सामग्रीहरू होइन, कहिलेकाहीँ त्यस्तो कुराहरू पनि हामीले भाइ बहिनीहरूको निम्ति लिएर आइदिन सक्छौँ, ताकि शिक्षण सिके क्रियाकलापमा नानीहरूको लागि त्यो उपयोगी होस्। भाइ बहिनीहरू त्यो सामग्रीहरू हेरेर घरमा भुलुन्, अनि मोबाइल पनि कम हेर्नुहुन्छ त्यसो हो भने होइन।
र उनीहरू क्रिएटिभ पनि हुन्छन्। अर्को कुरो भाइ बहिनीहरू स्वभावैले अलिकति जिज्ञासु हुन्छन्, अघि हामीले छलफल गरिसक्यौँ। अर्को कुरो चाहिँ अनुशासनको विषयमा रहेको छ। अब अनुशासन भएन भनेर हामीले विद्यालयमा मजाले कम्प्लेन गर्छौँ, मेरो बच्चाको अनुशासन भएन, मेरो घरमा त एकदम राम्रो अनुशासन थियो भनेर हामी भन्छौँ। अब तुलनात्मक रूपमा हरेक घरमा अनुशासनको त्यो लेभल त फरक फरक नै हुन्छ, तरै पनि अभिभावकहरूले यो कुरो बुझ्न जरुरी छ कि अनुशासनभित्र त्यो एकदमै दण्डसहितको अनुशासन छ भने चाहिँ वास्तवमा त्यो सजाय पाउँछु कि भनेर गर्ने अनुशासन चाहिँ त्यो काम लाग्दैन। मैले पनि मेरो कार्य अनुभवको आधारमा मैले 15 वर्षसम्म जुन अभिभावकसँग भाइ बहिनीसँग एउटा नजिक भएर काम गर्ने एउटा अवसर मिल्यो, त्यो बिचमा मैले यो देखेँ कि डरसहितको अनुशासन, त्यो डर ओहो कारबाही गर्नुहुन्छ कि भन्ने किसिमले पाएको, दिलाएको, सिकाएको अनुशासन चाहिँ त्यो फोस्रो अनुशासन हो। त्यस्तो अनुशासन चाहिँ वास्तवमा हामीले सिकाउनु हुँदैन। हामीले सिकाउने अनुशासन भनेको कस्तो हो भने यो अनुशासन कि त्यो अनुशासन चाहिँ वास्तवमा भित्रैदेखि आउनुपर्दछ। भित्रैदेखि मैले यो म अनुशासित हुनुपर्दछ। म अनुशासित भइन भने फलानुले मलाई हिर्काउनुहुन्छ होइन, म अनुशासित भइन भने वास्तवमा म असल व्यक्ति हुन सक्दिनँ भने बुझ्नु पर्यो नि त, भित्रैदेखि बुझ्नु पर्यो। त्यसरी बुझाउने किसिमले चाहिँ हामी लाग्नु पर्दछ। यसको लागि त विभिन्न टुल्स एन्ड टेक्निकहरू रहि नै हाल्छन् होइन। भाइ बहिनीहरूको बाल मनोविज्ञान अनुसार हामीले शिक्षण पद्धति गर्नुपर्दछ, अर्को कुरो व्यवहार गर्नुपर्दछ भनेर त्यो कुरोहरू बहस भइरहेको छ। यसलाई हामीले इम्प्लिमेन्ट पनि गर्नुपर्छ। अभिभावक स्वयंले यो कुरो बुझिदिनु अवश्य हुँदछ है, अवश्य बुझ्नुपर्दछ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। यो कुराहरू हामीले छलफल गरेका छौँ। यो कुरो अति नै